Hello guys, welcome back to my new vlog. I have सबैजना सन्चै आराम हुनुहुन्छ होला, म पनि सन्चै आएको छु। सो आज चाहिँ 10 गते हाम्रो यहाँ टुर्नामेन्ट हो। सो म त त्यही हेर्न गइरहेको छु। सो भर्खर स्टार्ट भएको छ अरे टुर्नामेन्ट चाहिँ आजदेखिको। सो गेम त अहिले भर्खर स्टार्ट भएको छ अरे, म चाहिँ गइरहेको छु भर्खर। अहिले म काममा थिएँ अनि हल्का ढिलो भयो आज। सो आज कहाँको गेम हो त्यो त थाहा छैन, अब वहीँ पुगेपछि थाहा हुन्छ। मैले टाइसिटी चाहिँ हेरेको छैन होइन, वहाँ पुगेपछि थाहा हुन्छ। सो म अहिले चाहिँ गइरहेको छु। सो हेर्ने होला एकछिन जाँदैछु होइन। यहाँ हाम्रो हिरो भाइ पनि फेरि होइन एकदम। सो गेम चाहिँ अहिले भर्खर स्टार्ट भएको छ होइन। अहिले चाहिँ हामीहरू जाँदैछु, आज बाटोमा छौँ होइन। यहाँ भाइहरू भाइ ल ल ल पोज पोज ल पोज पोज देऊ न ल ल। अब केही अरू केही भन्नु छ कि तिमीलाई? मेरो पर्वत भाइलाई ह्यान्डसम हो नि त। फेरि मलाई एउटा कुरा भन्न मन छ। ल भन होइन के अरे फेरि भन त। हो र अनि तिमी पनि केही भन्ने कि भाइ? म के न केहीको गेमको विषय बारेमा मेरो यति मेरो सकियो के सकियो? पुरै सकियो अनि सम्पूर्ण भाइ अरू केही भन न यार। यता जिन्दगी अहिले चाहिँ कहाँ गइरहेको छौँ त भन न। अहिले हामी फुटबल के अरे ग्राउन्ड गइरहेको छौँ होइन। बजारमा जाँदैछौँ। कहाँ जाँदैछौँ थाहा छ त? त्यहाँ गेम हुँदैछ आज हाम्रो। कसको अरे पर भाइ गेम? गोल बजार र आज हाम्रो वीरेन्द्र बजार र आज हाम्रो खोइ कसको यतातिरको गेम छ अरे होइन, थाहा भएन। अब त्यहाँ गएर हामी अब पुष्टि गर्छौँ होइन, पहिला पुष्टिकरण गर्छौँ होइन। अहिले चाहिँ हामीलाई थाहा छैन होइन कुन वीरेन्द्र बजारको चाहिँ हो र अनि एउटा कहाँ ओपनिङको थाहा छैन होइन। ल अहिले हामीहरू चाहिँ जाँदैछौँ यहाँ भाइहरू। ल ल भाइ के देखाइदिउँ त के जस्तो छ? सो हामीहरू चाहिँ पुगिसक्यो। यही हो अगाडिको फिल्ड होइन। गेम हुँदैछ होइन, हुँदैछ होइन गेम हो नि। हो ल गेम हुँदैछ होइन गाइज। हामीहरू त गएर अब त्यहाँ पुगेर देखाउने छौँ कहाँको हो। गेम त स्टार्ट भइसकेको छ होइन, हेर्न सक्नुहुन्छ है। हामीहरू पनि आइसकेको छु यहाँ। मान्छेहरू त धेरै छ होइन, कहाँको हो तर थाहा छैन। को छ केटाहरू? यहाँको चाहिँ भ्यू यस्तो छ है, हल्का कालो कालो देखिरहेछ होइन मेरो फोनको कारणले, तर भ्यू चाहिँ बबालाई छ है। हो भाइ पोल बिग्रेको छ क्या भाइ। यस्तो छ क्या, एउटा यता छ एउटा यता छ अनि यस्तो बनाएको छ भाइ। यहाँ र यस्तो बनाएको छ क्या, हाफ टाइम भयो क्या हो। फिल्ड बाहिर भन्छ त को फिल्ड बाहिर भन्ने। सक्यो गेम सकेको छैन, कहाँ सकिने हो भाइ। भर्खर स्टार्टै भइरहेको छ होला, हाफ भयो होला। कति मिनटको त खेलाएको हो? 7-7 जना त हो नि भाइ। होइन भाइ कहाँकोले चलेको हो? 9 नम्बर भित्र धन्ना हानेको यार। खाली पास मात्र चल्छ। शट गोरे हल्का हाम्रो प्रहार र बल बाहिरी। त्यस्तो भयो पो त अलिकति है। कोही कहाँ खेलेको 7 साथमा के हामीले थाहा नै। उसब्दा पोज ल घाइते भयो। खेलाडीहरूलाई संयमित रहेर खेल्न अनुरोध गर्दछौँ।
कृपया खेलको मर्यादामा रहेर यो पोल्दैन त पोल हान्छ त हौ तिनीहरू पनि अब वाक्क भइसक्यो गोल ए भएन यार भोलिन्टियर साथीहरूलाई गएर यसो चेक गरिदिनु न अनुरोध गर्दछौँ हाम्रो काण्डी त भोलिन्टियर साथी दीपक तपाईँ जहाँ कहीँ हुनुहुन्छ यस डेस्कमा आइदिनु न अहिले बल खेल्न छोडेर तँलाई अटोग्राफ दिन आउला अनि भाइ कुन जग्गा कबड्डी भएको गोल ल अब हामी यसैसँग आजको पहिलो गेमको दोस्रो हाफमा इक्राहादेखि खेल्ने चान्स धेरै छ निस्केका छन् भने विवास तामाङ 14 नम्बर भित्रिएका छन् दर्शकबिनहरूलाई म्याच हेर्न भोलिन्टियर साथीहरू ओइ के गर्छ है किपरले त अति नै राम्रो भोलिन्टियर साथी कृपया टिम पनि गर्ने मान्छे हैन त गोविन्द छिटोभन्दा छिटो फिल्डमा दौड्न हार्दिक अनुरोध गर्दछौँ कृपया जल्दी छिटो गरिदिनु हुन अनुरोध गर्दछौँ कुद्नु है त्यस्तो बुढा मान्छेले तिमीहरू जानु पर्दैन मुन्की फ्र्याक्चर भयो यार ए लानु के गरे हान्न खोज्यो क्या भाइ गोल झारे त ह्यान्ड छ गाडै फाड्दियो यो गर्छु भनेर ए सिधै वाइ पार कस्तो धस्यो क्या भर्खर फिल्डमा नखाए ओइ भन्न आएछ मलाई चाहिँ फेरि मार सर्ट मार ओइ हल्का इनसाइड आउटसाइड ओइ हजुर कामै ए आइजक होइन यो लाइजक हो
तर क्रसर डिफेन्स हो नि हैन कहाँ यार डिफेन्स Wait, shot. Hand. ओइ मस्त हानो यार जे होस् खतरनाकै हाने यार ओइ रे जोशी हाल्यो रे बुढो अलिकति दिमागले घुसिसकेको रहेछ दियो ह्यान्ड गोबीले ह्यान्ड दियो ला ओ लान्चलाई टच गरेर त्यसलाई पहिले वार्निङ दिनु त ओ टिम किन आएको हे पर सोल साइड बसे अरे हामी साइड बडी बोलेर कार्ड देखाउ न कार्ड दिनु वार्निङ सोल त कि यहाँपट्टि घटा यहाँ साइड लगा वार्निङ दिनु अर्को वार्निङ जो बोलाउने उसलाई डिसिजन गरिहाल्नु उसले गोल रकेट शट दिएका छन् फुटबलका खेलाडी 5 नम्बर किपर पनि उहाँ चाहिँ गोलले गोल बराबर कन्फिडेन्स देखिने यो त रोक्छु खेलाडी पनि यो गोल हान्छु भनेर निकै कन्फिडेन्स हुनुहुन्छ र गोल के हुन्छ के ठुलो पोस्टमा त के हुन्छ किन राम्रो टच अब यिनीहरू तनावमा पर्यो भाइ कोनमा त गोली यो बल पनि रोक्यो भने जित्दैन यिनीहरू 5जनाको अब 3जना लाने 3मा 3 भयो यिनीहरूको 3मा हजुर एकिरहेर खोइ मैले टाइसिडै हेरेको छैन दाइ ओ ल गयो लास्ट यो बल सेभ गर्नु पर्यो बराबर हुन्छ नि यो बल गोल सक्यो